वेलकम बैक टू माई न्यू ब्लग। तपाईहरुलाई यो ब्लगमा स्वागत छ। आज चाहिँ यो ब्लग स्ट्रीट ट्राभल्स तपाईहरुलाई कस्तो लाग्छ अन्तिमसम्म हेरेर कमेन्ट गर्नु होला। रमाइलो दृश्य छ, तपाईहरुले हेर्न सक्नुहुन्छ पछाडीको त्यो ब्याकग्राउन्ड कति धेरै ठूला बिल्डिङहरु। आज चाहिँ मान्छेहरु कम भएको कारणले मैले भला बनाएको, नत्र मान्छे बढी भयो भने म बनाउँदिन, किनकि समाजमा कोही मान्छेहरुलाई नराम्रो पनि लाग्न सक्छ नि त। त्यही भएर हो। ब्याकग्राउन्ड सिटी कस्तो लाग्यो हेर्नु होला र कमेन्ट गर्नु होला। मान्छे आजै खासै छैनन् कि खै किन हो आज मान्छेहरु खासै छैनन्। यो क्यामेरा पनि घरि हल्लिरहेछ, के भन्ने हल्लिरहेछ यो क्यामेरा। त गाइस कस्तो लाग्यो यो भ्यू ब्याकग्राउन्ड हेर्नु होला। यदि राम्रो लाग्यो मलाई लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला। तो गाइज यो भिडियो कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। र नेक्स्ट भिडियो चाहियो भने पब्लिक प्लेसमा नेक्स्ट भिडियो बनाऊ कि बनाऊ के गरौँ तपाई कमेन्टमा भन्नु होला। यदि तपाईले पब्लिक प्लेसमा न्यू भिडियो चाहियो भने म बनाउने वाला छु, नत्र भने म यस्तै देखाउने वाला छु भिडियो। यो अघि एक्लै हिडेको हैन, बरु ब्याकग्राउन्ड देखाउने वाला छु। राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। वाचिङ दिस भिडियो नेक्स्ट भिडियोको लागि वेट गर्नु। थ्यांक यू।